राम्रो स्क्वाड भयो भने हैन गेम खेल्न आए पनि नआएन के र राम्रो स्क्वाड भयो भने दुईटा तीनटै डेंगल हानेर इनफ हुन्छ गेम हो नि के गर्ने अनि टाइम मजा आउँछ मलाई अनि 1.5 घण्टा जान्छ लगभग अनि फेरि मजा नै मजा आउँछ कि आफै सर्कल भयो भने गफ गर्दै खेल्न मजा आउँछ हो अहिलेको जस्तो त्यो अल्टरहरू जस्तो पर्यो भने त जाऊ ज्याउ हुन्छ कि बोल्दै खेल्न मजा आउँछ बिचमै गएर हान्ने भयो भित्रै गएर गइसक्यो यो साइडमा गइसक्यो अनि भेक्टर पाए भेक्टर जस्तो दिँदा के लाग्यो ओइ नेट चलेको त मेरो चल्दै जाऊ भित्र बाफ्रे 3 जना को भित्र रहेछ एक किल मार्यो तिनीले एकजना दुईजना हैन हैन एक किल मात्र आयो अहिले झरेर त कहाँ मम्मी एमो भ्यायो कहाँ मिलन भाइलाई Watch out! यताबाट हेर्नु कहाँ Awesome. ए पहा यहाँ यतापट्टि छ मेरो मार्कपट्टि Watch out! छे जानु पर्ने यार जाउँ एउटा इभेन्टतिर जाउँ Marked a location. Awesome. Watch out! यहाँ Watch out! नम्बर 3 जिउँदै थियो त्यहाँ Marked a एउटा location. एनिमी छ यो कता हेर क्याम्पर होला यता यता म बापट्टि हाने मास यो केटीलाई मैले अघि भर्खर मारेको यार रिकल भयो होला अन्त रिकभर होला यसलाई फिनिस गर्न जाँदाखेरि म मरेको ए फेरि फिनिस नगरे किले आउँदैन मेरो त गेम पत्तुर भयो पुरै भन्दा खत्तम भयो गेम त पहिला भन्दा खत्तम चाहिँ कसरी भयो त फेरि पहिला त खै यहाँ त कामै थिएन दिनैभरि यही पब्जी हान्नु बस्थ्यो चल्छ अनि कोही बेला आउने अनि माथि यस्तो के अनि म त एसिया सर्भरबाटै खेल्छु के युरोप आयो नि अनि त्यसले पनि नेट अलिअलि उ गर्छ कि पिङ आइन्छ पिङ आइन्छ अनि मैले आफूबाट खेल्छु कि Help! मेरो फेसबुक आइडी पासवर्ड थाहा छैन अनि त्यही भएर रिसेट गर्ने नि रिसेट गरेँ नि त्यही त अनि फेरि लग आउट गर्नु पर्यो फेरि तर नेपाली सिम होला अनि नेपालको सिममा अनि कोड जाला समस्या त्यो अनि अन्त सिम त्यहाँ चल्दैन ल कहाँ आइपुग्यो म यो ल
रमाइलो आयो रमाइलो कि त्यो त हो Awesome. Thanks. एक्सपायर 6 किलो हानेर जाऊ यिनीमा खुत्ते जाऊ ए ऊ त अनि माथि नै 32 बेचमा सर्भाइभ भइरहेको मिडस्टोन जाऊ मिडस्टोनमा होला एनिमी रुक मासला यति टाढो आउँछ नि बट यहाँ यता 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 थियो ए नखाने तिमीले कहाँ गयो यार यहाँ त यहाँ फेरि यो घरमा है जम्मो यता नकवाला नकवाला Watch out! नहीं पड़ेगा मेरे अंदर जो एउटा नक जम्मो नंबर 3 तो खतरा के लाने आने कर रहा था जानिहाल्छ अनि अनि तपाईँको अब त बिहा नै होला गर्लफ्रेन्ड सर्लफ्रेन्ड होला छैन भाइ के गर्लफ्रेन्ड हुने सुनिरहेको थिएँ गाउँतिर होला अनि कसले सुनायो यस्तो आवाजदारी होला यार हदारी हो कसले सुनायो होला डाडी भन्दा छैन गर्लफ्रेन्ड भन्ने चक्करमै छैन आजकल तले होइन छैन राई लगाइ। ल्याऊ ओए इसको खोइ मेरो अर्को छ है तिमीले चाहिँ कसले फैलायो यस्तो आवाजदारी हल्ला भन्छ मिलन भाइ भइहाल्छ नि यो एउटा झरे मिलने यहाँ छ यो पछाडि कहाँको त जाउँ गरा नि म त म अलिकति Awesome. कहिले जाने कहिले बिहे गर्ने त्यस्तै हो मिलन भाइ अनि लोपरे भयो त अनि के ठुलो कुरा भएर छैन भाइ के लभ पर्ने हो यार हाम्रो लभ कहाँ पर्छ सोझो मान्छेको सोझोको गाह्रो त गाह्रो छ बस्नु जाम जोनमा लागि लभ प्रयास लाग्छ यता ल्याउनु गाडीले लाग्न त लाग्छ अलिअलि छैन भाइ अब त चलाउन नि कति गाह्रो तिमीलाई बाँध्नु पर्छ
लैजाऊ यी बटे आई यता हुन्छ मृष्टिमा छ यता छ कता हो यता आइरहेको फुटप्रिन्ट कहाँ हो यस्तो डेन्जर फायर आइरहेको त हजुर ए हुन्छ हुन्छ हस् त्यहाँको मार्यो मेडिसिनको बल्ल मऱ्यो एउटा कति किलाने हो देख्दैन देखेर कहाँ थियो